होली खेल्दिन भन्दा पनि अंकलले निथ्रुक्कै भिजाइदिनु भयो मलाई। अस्ति पहाडको होलीको दिन बजार एकदमै सुनसान थियो, त्यही भएर मम्मीले जातक गहुँ पिसाएर लिएर आइज, भोलि होली हो बन्द हुन सक्छ भनेर अर्डर दिनु भयो। त्यसपछि हाम्रो भाइलाई के थियो, कति चाँडै बाइक साइक निकालेर पिसाउन लगेर गयौं। गाउँ छोडेर हामी आयौं। पसल व्यापार त सुक्खा राम थियो, टाइम पास गरौँ न त भनेर म आस्था भाइ भएर लुडो खेल्छौं। पैसोको खेलम भन्दा दुईजनासित पैसा थिएन, अनि भाइले आफैले जसले हार्छ त्यसलाई नाकको डाँडीमा हान्ने भन्छन्। लन त भनेर खेलेम। एकछिन पछि मैले जित्छु, अनि सेकेन्ड आस्था बहिनी। पछि हान्ने बेलामा त नाकमा होइन हातमा एक एक हान्नु पो भन्छन्। तै हुँदैन, नाकमै हान्ने हो भनेको ल निधारमा हान्नु भनेर निधार थापे। हाम्रो भाइले त गिरगिट भन्दा नि छिटो रङ बदल्दा रहेछन् भनेर एकचोटि पट्ट बजाए, तर आस्थाले चाहिँ अलि बिस्तारै नै हानिन्। अनि भोलिपल्ट आयो हाम्रो होलीको दिन। मस्त सुत्ने हो सोचेको थिएँ, बिहान नै उठ्ने बित्तिकै मम्मीले कलर लगाइदिइहाल्नु भयो। अनि तारक मेहता हेर्दै खानासाना खाएर माथि हाम्रो अङ्कलको आजको प्लान के छ भनेर सोध्न गएको आफ्नो छोरीसँग भएर पिचकारी खेल्दै हुनुहुँदो रहेछ। मलाई नबिजाउनु है अङ्कल प्लिज, मलाई जाडो लाग्छ रुगा लाग्छ भनेर यस्तो रिक्वेस्ट गरेको। पछाडिबाट आन्टीले बिजाउनु कि बिजाउनु भनेर बिजारै छाड्नु भयो। पख्नु अब तपाईँलाई म कहाँ छोड्नेवाला छैन भनेर बाल्टी बोकेर माथि छतको धाराबाट पानी भरेर माथिबाट बिस्तारै गएर जिउभरि पानी खनाइदियो। बल्ल मेरो परमात्मालाई शान्ति मिल्यो। त्यतिले मात्र कहाँ छोड्नु हुन्थ्यो र मलाई। माथि नै आएर फेरि बिजाउनु भयो। ल अब बराबर भनेर हामी दुईजनै गयौँ कलर किन्न। हाम्रै पडोसी आन्टीहरूले बेच्न राख्नु भएको थियो। दुईटै आन्टीबाट अलिअलि किनेर एकअर्कालाई दले। हाम्रो शिवांशले पनि मजाले दल दियो। पछि कता रमाइलो छ भन्दै बाइकमा हिँडेको, ओहो बाटो रोक्ने आन्टीहरू टन्नै हुनुहुन्थ्यो। फेरि खल्तीमा 1 रुपियाँ थिएन। क्युआरबाट हालिदिन्छु ल्याउनुहोस् क्युआर भन्दा नि छैन अरे। यस्तो मोडर्न जमाना नि क्युआर छैन भनेर भने बाटोमा त छोड्दिन, म त जान्नै दिन्न, पैसा दिनै पर्छ भन्दै हुनुहुन्थ्यो। एउटी आन्टीलाई त्यत्तिकै ल उहाँ आन्टी त हाम्रो भाँडा पसलमा भाँडा किन्न आउनु भएको हो है भनेर मस्का लगाएको। हावामै भन्दिरा ल ल ल ल जान दिनु भनेर भनेको, बल्ल जान दिनु भयो। त्यहाँ पनि खासै रमाइलो चाहिँ रहेनछ। फेरि हाम्रो पडोसी आन्टीकोमै हल्का फुल्का होली खेलेर भिजाउनेलाई भिजाएर हामी फर्क्यौं घर। अनि दिनभरि सुतेरै बिताइयो। जब 80 रुपियाँको कलर किनेको त्यो पनि दलेर भाइएन मेरो त। हजुरहरूले चाहिँ कसरी मनाउनु भयो होली कमेन्टमा यसो भन्नु होला भन्दै आजको यो भिडियो यही समाप्त गर्छु। ओके बाई।